यस्तो पहाडमा गाडी लिएर आइरहेको छु के यो फ्राई गरिदिनु न मासु। अब यता मासतिर हिँड्न आएको बेलामा होइन हाम्रो घर चाहिँ तल पर्छ नि त खाजा खाजा खान्छु। अब चाहिँ यतिकै हो। अब चाहिँ म गएँ साथीहरू। हेलो साथीहरू नमस्ते, वेलकम ब्याक टु माई भिडियो। आज चाहिँ म जाँदैछु माथि खोलामा एक्लै, त्यो पनि बाइक लिएर होइन। अनि अब बाइक चलाउनु चाहिँ खासै आउँदैन, यत्रो उकालो म कसरी जान्छु मलाई थाहा छैन। सो आजको भ्लग कस्तो हुन्छ हजुरहरू हेर्दै गर्नु होला, लाइक गर्दै गर्नु होला, कमेन्ट गर्दै गर्नु होला, मिठो मिठो यति धेरै माया दिनु होला मलाई। पेट्रोल सक्यो साथीहरू। म चाहिँ यहाँ जङ्गलको बिचमा आएको छु अहिले चाहिँ होइन। लुङ्गी सुङ्गी लाएर आएको छु मैले चाहिँ। आयो अनि अब के गर्ने, उहाँ माथिसम्म पुग्छ, उहाँ माथि पेट्रोल पाउँछ होइन। अब त्यहीँनिर गएर हाल्छु। अनि भयो भने अब यहाँनिर मेरो अब यस्तो छैन नि त त्यो लाउने या फोनहरू राख्ने इधर उधर। अनि त्यही भएर म चाहिँ अब माथि खोलामा पुगिसकेपछि मात्र भिडियो बनाउँछु होला साथीहरू। अनि मैले चाहिँ सामानहरू सबै बोकेको छु। यहाँनिर यो के अरे यो मासुहरू, अनि त्यस पछाडि यहाँ पकाउने कुराहरू पनि बोकेको छु। अब माथि खोलामा पुगिसकेपछि मात्रै भिडियो बनाउँछु म चाहिँ। अहिलेलाई चाहिँ बाई बाई। जङ्गलमा आइसकिसकेँ होइन। जङ्गल यो भन्ज्याङदेखि माथि छ क्या, यो चाहिँ माथि जानु पर्यो भनेको थिएँ। अनि त्यहाँ चाहिँ मान्छेहरू उयो गर्दै थियो क्या, के अरे पौडी खेल्दै थियो। अनि म चाहिँ यहाँ आएँ। त्यहाँनिर त कस्तो राम्रो ठाउँ थियो। अब यहाँ त हेर्नु न, यी जङ्गलै जङ्गल छ। यो चाहिँ मेरो गाडी हो। अनि मेरो हालत चाहिँ यस्तो भइसकेको छ। अनि मैले चाहिँ सुँगुरको मासुहरू के लिएर आएको छु कि साथीहरू। तर अब कसरी पोल्ने, पानी पर्न लागिसक्यो, कहाँ जाने केही पनि थाहा छैन यार, कसम भनेको। ढुङ्गामा मासु पोलेर खानु मन लागेको थियो नि त। अनि ढुङ्गामा मासु पोल्छु भनेर मैले सामान पनि पकाउने पनि केही लिएर आएन क्या। यत्तिकै बाइक लिएर यस्तो बाटोमा आएँ कि यो बाटो आएको कि म त त्यो माथिबाट यो माथिबाट हुँदै 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 अनि यहाँ यो बाटो आएको कि म चाहिँ। अब यहाँबाट सिधा तल गयो भने चाहिँ उता पुग्छ, भन्ज्याङ पुग्छ। अब कहाँ जाने के गर्ने केही पनि थाहा छैन। पानी पऱ्यो साथीहरू। म चाहिँ एक्लै छु। यदि मलाई केही भइहाल्यो भने चाहिँ यहीँनिर आएर खोज्नु होला। यहाँ सुनसान छ कि केही छैन हो। अब मान्छेहरू पनि कोही छैन, एउटा चरा पनि कराएको छैन यहाँनिर चाहिँ। यस्तो जङ्गल छ क्या, यस्तो जङ्गलै जङ्गल छ। वरिपरि जङ्गलै जङ्गल छ। अब हेरौँ के हुन्छ। फर्स्टमा चाहिँ दाउरा खोज्छु म होइन। दाउराको जुगाड गर्नुपर्ने हुन्छ। त्यस पछाडि मेरो हाडाभाडा यहाँनिर छ, गाडीमै छ। अनि अब यहाँ हेरौँ के हुन्छ। अब त्यही हो। अब यहाँ दाउरा खोज्न जान्छु म चाहिँ। अब हेर्दै गर्नु होला है त। ला साथीहरू बलेन नि त आगो त। अनि यो चाहिँ खोल निकालिदिनु पर्यो क्या यस्तरी। मेरो चाहिँ आगो बलेको अवस्था छ यहाँनिर होइन। तर खै मसिनो बल्दैछ। कहिले यो आगो बल्छ अनि कहिले यो पानी पनि पर्दैछ। खोलातिर पनि यस्तो छ, गाह्रो छ हौ साथीहरू। ओइ मासु कहिले पाक्छ र खानु हौ साथीहरू। पानी पऱ्यो, आगो पनि बलेन क्या। अब मलाई आगो बलेन भने रुन मन लाग्छ क्या। यस्तो रिस उठेर आउँछ कि म भन्न सक्दिनँ क्या तपाईँहरूलाई। के गर्नु भइरहेको छ यार।
यस्तो मलाई के दुःख गर्नु यस्तो जाँगर लागेको यार कस्तो के नसल्केर यार बिजोग भएर हौ हाले मर्यो ए भगवान पानी यस्तो पहाडमा गाडी लिएर आइरहेको छु कि म के हुन्छ भन्ने कुरा हे भगवान केही नहोस् है प्रभु हुन चाहिँ उफ, मेरो रियाडो लागिसक्यो यार उफ, कस्तो रिस उठ्दो आगै बलेन क्या साथीहरू अब हेर्न आम्मा रिस उठेर मरेँ म त अब यतिकै खानुपर्ने हुन्छ क्या साथीहरू अब चाहिँ होइन आगै बलेन कस्तो म त विरक्त लागेर आयो हौ पानी पर्न आँटिसक्यो काटी चाउचाउ खानु ए भगवान अघि यसको चाउचाउको खोल पनि क्या होइन उयो गरेर सकेँ क्या मैले के भन्छ आगो चाहिँ बल्दै बलेन अनि आगै बालेर सकेँ क्या मैले कस्तो भोक लागिसक्यो यतिकै खाइदिन्छु क्या अब के गर्नु होइन भोकाले हुने बेला भइसक्यो अब यतिकै खाने हो क्या साथीहरू यस्तो यस्तो गर्ने होइन कस्तो डर लागिसक्यो क्या फेरि मलाई मान्छेहरू पनि कोही छैन हो बाटो पनि यस्तो डेन्जर छ नि आम्मा पानी परेर मासु आगो बलेको भए त म पल्थेँ कि साथीहरू आगो नि बलेन क्या होइन अनि आगो नबलेपछि फेरि काँचो हुन्छ नि त अनि घिन लाग्छ क्या मलाई काँचो खानलाई सो यस्तो भएको छ मेरो चाउचाउ चाहिँ मान्छेहरू कोही छैन क्या फेरि हो कस्तो डर लाग्दो जङ्गलै जङ्गल छ क्या यहाँनिर हेर्नु न चाउचाउ चाहिँ मैले यस्तो बनाएँ क्या होइन पोख्यो त्यही पनि प्रभु हेर्नु त अब यस्तै खानै जाने सो साथीहरू यसलाई चाहिँ पोको पारेँ होइन अनि हात धुनुपर्ने हुन्छ अब हात साथीहरू आज चाहिँ मैले मासु पोलेर खान पाइनँ होइन चाउचाउ खाएँ अगाएँ म चाहिँ है अब जङ्गलमा एक्लै पनि छु नि त अनि त्यही भएर अब म चाहिँ घर जान्छु मेरो बाइक चाहिँ उतानिर छ एक्लै ऊ यहाँ त्यति धेरै पौडी खेल्दै रहेछन् अघि त मान्छेले देखेको थिइनँ कस्तो डर लागिरहेको थियो क्या अहिले चाहिँ त्यहाँ मान्छे देखेँ अनि कस्तो साफ आयो साफ घर घरै जान्छु होला अब यहाँबाट सिधै घरै त जान्छु त्यहाँ होटलमा खाजा खाएँ भने खाइहालेँ कस्तो भोक लागिरहेछ क्या मासु पोलेर खान्छु भनेर भनेको भएन अब घरैतिर जान्छु है त्यत्तिकै दाउरा खोजेर छोडिदिएँ आगै बलेन क्या साथीहरू अब चाहिँ म चाहिँ गइसकेपछि मात्र भिडियो बनाउँछु क्या होइन
बाइक चलाउँदै क्यामेरा पक्रिने सक्दिनँ क्या म चाहिँ। त्यही भएर त्यहाँ पर दोकानमा पुगेपछि अब खाजाहरू खान्छु। अब चाहिँ यतिकै हो। अब चाहिँ म गएँ साथीहरू। बाटो पनि कच्ची न कति छ, हिलो नै हिलो छ, अनि कसरी भिडियो बनाउनु त? अब यो फ्राई गरिदिनु न मासु, भ्याउनुहुन्छ नि होइन? थोरै छ। चाउचाउ चाहिँ खाएँ, यो पनि लिएर गएको थिएँ हेर्नु न। यो शुद्ध बोकेर गएको थिएँ क्या म। यहाँ चाहिँ हामी आइराख्ने दिदी हो क्या, म आइरहेको छु यहाँनिर। अनि त्यही भएर यहीँ अब फ्राई गर्न लाउनु पर्यो। यो ससेज पनि उमालिदिनु ल दिदी। आएर होइन ससेज र चाउचाउ यो कसरी पर्छ दिदी? यो खुल्ला छैन, बन्द छ। भयो ल। अब यहाँ दोकानमा आएर बनाएर खानुपर्ने हुन्छ साथीहरू। यो मासु चाहिँ होस् झ्याउला घरमै बनाउन लाउनु पर्यो होइन। गाह्रो छ त यार। यो चाहिँ यहाँ चाहिँ म आइरहेको छु क्या, आइरहेको छु मतलब यता माथितिर हिँड्न आएको बेलामा होइन। हाम्रो घर चाहिँ ऊ तल पर्छ नि त, नजिकै पर्छ क्या। अनि यहाँनिर आएर अब बसिरहेको हुन्छु। त्यही भएर हो साथीहरू। उताको चाहिँ कस्तो, उताको देख्नु भएको चाहिँ उयो हो। अनि यता चाहिँ तपाईँको धरान परिहाल्यो होइन। यहीँबाट यही बाटोबाट जान्छ हाम्रो घर। मर्निङ वक आउँदाखेरि यहाँसम्म आइपुग्छु क्या म। त्यही भएर चिनिरहेको आन्टी हो नि त। धर्ना बनाइदिनु। कस्तो भोक लागेको थियो कि आमा मलाई त। उफ, गर्मीले मर्यो म त। भोक लागेर यस्तो भएको थियो क्या। सो साथीहरू पाएको हाम्रो ससेज र चाउचाउ चाहिँ क्या होइन। कस्तो धेरै भोक लागेको थियो बाफ्रे। यो चाहिँ हाम्रै दिउरी हो क्या, फेरि यसैमा बनाउनु लागेको हो कि मैले चाहिँ। कसले चुरोट खाएर यस्तो फालेको रहेछ यार। अरे पो मेरो पानी छ। अनि यहाँ चाहिँ म छु। के रहर लागेको होला मलाई यस्तो चिजोमा। अनि चाहिँ खाइसकेँ होइन। अनि आजको ब्लग चाहिँ यहीँनिर एन्ड हुन्छ। अब यहाँबाट म सिधै घर जान्छु। अनि घर गएर आराम गर्नुपर्ने छ। अब चाहिँ कुदै होइन। पेट्रोल पनि छैन हो। ओह्रालो कसरी जानु थाहा होइन। अब घर चलिदिनु पर्ने हुन्छ साथी। नेक्स्ट भिडियोमा भेटौँला। ओके बाई बाई।